हे धनकी देवी माता लक्ष्मी, हजुरलाई कोटी कोटी नमस्कार छ, साष्टाङ्ग दण्डवत छ, प्रणाम छ। हजार दिन रहने शेष नागले पनि हजुरको बयान गरेर सक्दैन। हे माता, म त झुठै खाने झुठै बोल्ने पापिनी हो, कहाँ सकुला रै पनि जानी नजाने हजुरको भक्ति स्तुति सेवा गर्दैछु। हे माता, मेरो सेवादेखि प्रसन्न भएर वरदान दिनु, ज्ञान दिनु, शक्ति दिनु, वरदान दिनु, धन धान्य ज्ञान विद्या आयु शक्ति सबैको लाभ गरिदिनु। हाम्रो देशमा अशान्ति छाइराखेको छ, सबै आमाहरूको काख रीतिराखेको छ। हाम्रो देशमा शान्ति लिएर सबैको मनमा शान्ति दिलाइदिनु। जति पनि यो धरतीमा रहेको जीवित प्राणीहरू सबै भोक तिर्खा कोही नरहोस् है। हे माता लक्ष्मी। थियो आज भाइटिका फुल्नु लागेको, सधैँ जस्तो फुल फुल्न सकेन। यसपालि फुलको साह्रै अनिकाल हो, रै पनि यति चाहिँ भयो। जस्तो तसो पुर्याउने भए। मेरो भाइहरू आउँदैछ, भाइ बुहारीहरू टिका लाउनु। रोटी यस्तो भइरहेछ, साह्रै राम्रो भएन। टपरीमा उहिलेको पाराले अर्ग्यानिक एकदम भर्लाको टपरीमा माइतीलाई दिने हो खानु आज। कतिचोटि उभेर आएको म मेरो माइतीहरू भर्दै सबै मेरो घरको परिवारले कसैले लानु नसकोस्। देवराजलाई म यसरी गरिदिन्छु। बोली टिपी लाँदैन कसैले सैलालाई। आइया आका सैलालाई। धानको बाला लसरी पसरी, धानको बाला लसरी पसरी, लाको माया छुटाउने कसरी सैलालाई। आइया आका सैलालाई। अक्षर पढ्नु कपीमा ग्यासम्म, अक्षर पढ्नु कपीमा ग्यासम्म, खोटाङदेखि आइपुगे यहाँसम्म सैलालाई। आइया आका सैलालाई। ल मासु खुवाइछ मेरो माइती राजाहरूको सेवा गर्नु पाएर यहाँ म चेली रानी चाहिँ खुसी। धेरै सुँगुर च्वाचे कालो ल है, हाम्रो गाउँमा हुर्रा चल्दैछ है, सबैले हेर्नु होला।